तु हामी मिलाऊँ कि छोड़ जाओ 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 गाइजहरु युट्युब मुख कहाँ पिला हिँड ल हेलो गाइज केबल कार उता देखाउनु न उतातिर के छ बन्जी छैन टोपीला चढेर माथि जाउँ मिल्छ छिटो बिगानी मिनाची हो यति कि नि अबि हाई गाइज के अरे यो ठाउँको नाम के अरे बाबा चन्द्रगिरी यहाँको तर बन्द ल हिँड तल हिँड बन्द गरिसक्यो त किन डिसेबल कुराहरूको लागि पनि हिँड नि तल सबैको आफ्नै मोबाइल छ नि जिरोको भाइ त्यो चाहिँ के क्याफे हो हिँड न नि तल
खोइ त मम्मीहरू हाई दिपा गई हेलो दिपा हेलो हेलो सबै हुनुहुन्छ या समटाइम खान्छ चिसो जुत्ता भित्र न जुत्ता नभिजा भन्दै थिएँ म त्यो लेस भित्र हाल हाम्रो 8 जना ग्रुप छ ल खाना दिन हजुर 8 जना है हाम्रो Tapi itu kan karo bentuk wani, wani, istari wani. बन्द गर्छ आफै भाइलाई पो म तिमीले ल भाइले गर्ने अरे लैजनाको भिडियो गर्ने लाग्यो है कालो खान्छ ऊ फर्केर हेर त ऊ फर्क त हो त्यसरी भिडियो गरे यो सबै कति साह्रो हल्ला हेर न ऊ जङ्गल मासतिर तल हेर अब ए फुपा नि खानु फुपा क्या हिप्पा खानु उभिएर हेर्दा हुन्छ कान्छ उभिएर हेर्दा हुन्छ भिडियो गरे यो खासै आउँदै गरेको पनि सकेन भने तलतिर हेर्दा हुन्छ उभिएर तल जङ्गल हेर छैन त्यो अहिले हावा छैन यो खुल्ला छ त्यो हावा आइरहेछ माथि चल घाम कस्तो टल्किरहेछ फास्ट गइरहेको आयो है यो सामान बोक्ने कि माथि छेम हो चिज छ है झर्दै गरेको पनि खिच्छ है चुङ्गा न छेम पक्का हावा नि त जब माथि गएर आउँछ त्यति बेला फर्काउनु के कस्तो लाग्यो तलतिर हेर डर लाग्यो हेर त डर लाग्छ है लागेन यार अब चाहिँ
सुनेछ माथि फर्के तकुलु अङ्कल तकुलु अरे हाम्रो साथीहरू कसरी आउँदैछ ल कस्तो भयो त खान्छ झन् तल जाँदाखेरि कस्तो होला अन्त जाँदै रहेछ मेरो त केही भएन त ओइ जङ्गल हेर्नु कस्तो खतरा जङ्गल त ल आयो है खिच्यो त्यही त म त्यतापट्टि बाटो खिच्छौँ क्या म त अलि ओइ हेर्नु न कस्तो परादो त छिटो What do you feel? कस्तो खतरा लाग्यो पुलिसा हेर्नु यो लागि माथि पनि खोल्दिनु नि अलिसा कस्तो लाग्यो त झरिरहेछ मलाई त्यो साइक्लिङ गर्नु मन छ कि बाबा सुन्नु न यस्तोमा साइक्लिङ गर्छ 500 लिन्छ एउटा मान्छेको 500 त तिर्छस् भयो पिसाब फेर्छ डर छ त भरे बाजा जाँदा अब साथीहरु मौ खोज्छु है ओ छाना मौ खोज्छु है अस्तिको हाम्रो खेल्न गएको ठाउँ यहाँ पो देखियो त दुई पियो आउँदैछ गुरुङ तिमीहरु अस्ति कहाँ आएको थाहा छ मालिङको गाडी पुरै मेरो कान बन्द भयो फेरि खोल्यो हुन्छ बन्द हुन्छ कान बन्द भयो आवाज छैन नि बन्द भयो अस्ति त 5 जना मात्रै थियो एयरपोर्ट लै एउटा मलाई दिन्न एउटा तल हराइस भने नि एउटा मलाई दिन्न एयरपोर्ट नलाऊ है जाँदैछ आउँदैछ हाम्रो यो साइडबाट चाहिँ नदेखिने रहेछ के पनि हामी हेरेर कति मिनट भयो बाइ बाइ गाइजहरु त्यही 5 मिनेट लाग्छ 5 होइन 8 मिनेट लाग्छ होइन होला हो र 8 मिनेट लाग्छ ओइ ल के भएको के आरिसो नै हुन्छ यही थाहा भइहाल्छ नि यहाँ 5 मिनेट भइसक्यो होइन यो पहिला 3 मलाई मिनेट त गरेको भइरहनु लाग्यो छैन नथिङ माथि त्यस्तै हो क्या मुमा मेरो त टाउको दुख्यो के हुँदैन होइन के त्यो बनाएर यो भन्दा प्लेनमा चढ्यो भने कस्तो होला यो चाहिँ 6 जना मात्रै गइछन् जाँदाखेरि त छिटो जाँदो रहेछ त हैन यहाँ चाहिँ त्यसरी देख्छ उस्तै हो स्पिडै माथि हेर न तुर्लुङ यही हो नेपाल माथि हेर्न खतरा काले हेर्नु न नेपाल काले हेर्न माथि ल उता हेर्नु तल ओइ यो ग्लासले गर्दा हो क्यामेराले गर्दा जाडो हो भने यो पनि बन्द गरौँ कस्तो भ्याटाक भ्याटाक उ त्यो टावरमा छ ग त्यहाँ पुग्दाखेरि मलाई यस्तो डर लाग्छ Naka yang saja kamu kali minam putih sama. पैसा कमाउने Nara ya sama tan kamu sih. एमसी कादेले कम त खट्नु के गरी ल नेपाल मैले देखेन हौ हामी कहाँ घुम्न गएको ठाउँ है त्यो त उता हो कान्छी उतै हो थानकोट त उता हो उतै पल्लो डाँडा Nggak kan sih. भिडियो गर्दिम फुफा कस्तो लाग्यो राम्रै लाग्यो डर लागेको छ कि छैन झन्डैमा राम्रो लाग्यो Lagi saya ramah toh. हुँदैन ए यस्तै हो जाँदा जस्तो हुन्छ त्यस्तो सेम त्यस्तै हो स्पिडै हुँदैन यति हो आउने बेला पनि त्यस्तै हो सेम उसको रुम न अलिक स्पिडमा राखौँ हामीले उयो भएको मात्रै हो थाहा छ मैले थाहा पाइसकेँ अघि नै कसलाई हाइट फोबिया छ मलाई त छैन हाइट फोबिया मलाई चाहिँ छ हो प्लेन बस्दाखेरि हेर्ने डर लाग्छ मलाई एक्चुअली प्लेनको पनि गर्नु मन छ जानु साली देखेन हो ठिकै छ म देखिरहेको छु टावर आयो भने म त ठाउँ चाहिँ शुद्ध लागेको छ यो डाँडा के रहेछ र अलिक ठुलो जम्मै टार होइन उयो हो के त खम्बा नचिन झाँप चिल्दै त पुरै म कलम्बी खानु त झाँप गाडी के हो झाप भनेको चाहिँ मालिङको त्यहाँ बाघ भालु नि छ कि यता ला नि बाघ भालु सकुनी डरा है किन डराउनु म भिडियो गर्नु न म चाहिँ यतातिरबाट कस्तो नराम्रो सिन देखिरहेको छु त्यताबाट दामी देखाएको छ लिने पोका खाए खानु That's crazy bro माथिल्लो लानु पो यो टारेहरूसँग मात्रै ढाडा छ कि मजाको डाँडा छ चले थापाको बस्नु कान्छ बस्नु यहाँ मम्मी के हुँदैन के छ यो त पोल हो नि त यो पोलले तान्छ के कसरी लाग्छ भने घाँस किबाजी गरेर त्यहाँ बिर घाँस काट्यो यहाँ त धेरै गोरा छ है पानी बनाउने हो कि पानी अलगो चाहिँ यहाँ रहेछ है साथीहरु कोकोलाई हाइट फोबिया छ है अलगो चाहिँ यहाँ रहेछ ल बस बस न फोबिया छ गिफ्ट फोबिया अनि यहाँ त बाघ भालु आउँछ भने हैन मान्छे पनि छ त बनाउने मान्छेहरु हुन्छ नि हजुर Dia pun bisa mina ada kula. मको जम्मै नको फाडा मुजिकेमा नगर्नु म जाइमा नलाइन खातीको त फरामुजी पनि सब भाइ फाडा मुजी म पछि सिटबाट उठ्नु मलाई फरामुजीको चाहिँ झम्पलीमा खाने अर्सँग त जंगल है डिस्ब्यालेन्स हुन्छ भनेर
यो निर्माण गरेको 2014 मा पर्नु न दिपा डु नट लिन अगेन्स्ट डोर ढोका नखोल्नु सबै ठाउँ हेरियो है कस्तो राम्रो है ढुसी लागेको जुन खतरा छ है खै त सञ्चार सुव्यवस्था छैन यसो डुलिराख्नु पाउँ भइगयो नि फेरि घुम्नु पाऊँ मैले मजा आयो नाति नातिना छोरा सबै भरि अब भिडबाट लड्यो भने त छोरी जुवाइँची जम्मै नातिनीहरूसँग छोरीसँग आएको सबै यसरी फेरि ओ हाम्रो उस त 33 रहेछ एयरपोर्ट ल्या हैन हैन उतो घाम आइज छाम्दु पनि कपिराइट छ ओइ के उता दिपा उ त्यहाँ स्विमिङ पुल देख्नु भएन आइरा छ उतो उता स्विमिङ पुल त्यो रिजर्ट हैन त्यो आर्मीको हो आर्मीको पो यो चाहिँ कार्गो के सामान बोक्नु सामान बोक्ने गइराछ नि है शिक्षक अब अनि यहाँ बस्नु यहाँ के माथि के छ मन्दिर हो त्यहाँ त्यो होटल होटल हो ठुलो होटल छ मन्दिर नि छ रे हैन मन्दिर त यो माथि यहाँ सबै होइन बुवाजी ना ना एकछिन ना यहाँ बस्नु न कौन जा जाऊँ मैं बाहर से एकछिन ना एकछिन ना वो ना वो ना एकछिन ना यहाँ बस्नु न जा जा यहाँबाट खिच्छु हल्यो 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 तानी ए डर लाग्दो रहेछ सबैलाई है दुईटा भिडियो म पनि त्यतापट्टि बस्छु नि मेरो भिडियो गर्दैछु बसेको भिडियो के आज खुसी यत्रो मजाले राम्रो होइन के यहाँबाट मेरो म त्यहाँ बस्छु भालेश्वर मन्दिर दिनु त भालेश्वर मन्दिर बिस्तारी म हेलमेट अब साथी को आउने र साखुनिना त्यो हल्लिन्छ भनेर के नउप्नु भनेको मेरो कानमा यसरी साउन्ड पाइन्छ ल मेरो भिडियो चाहिँ यहाँ कसले आमा सबै ब्लगर है थाहा छैन होला तपाईँले भिडियो नगर्नुहुन्छ मैले टाइम त लाग्दैन त ऊ आर्मीको खतरा रहेछ है अहिले फेरि सबै देखियो ओ माय गॉड आफन्तसँग कुरा दिनु what the hell what the hell गयो गयो मुस्किल अलि त म कहाँ गर्न सक्छु हो यो त छ त्यो होटल छ के ठुलो होटल हेर त माथिदेखि देखिन्छ त होटल त नक फडा मुचिको चाहिँ मेरो चाहिँ पुरै झापा कसै पुग्नु ल अनि मुमाको चाहिँ कसले गर्छ एकछिन मुमाको त भयो अब त हेर पुग्नु आँटिसक्यो कि दिनु मुमा तेरो सौ मैले पुग्नु आँट्यो पुग्नु आँट्यो त्यही हो म उता डालेको त यही हो त डाँडा पुगेछ हामी त्यही हो उकालो नजिक तल हेर उता पछाडि सिधा गर्दुम ठाडो होइन त्यसै हो टोपी खै टोपी यो त हिँडेको जस्तो नि देख्दैन तार त हाम्रो ठुली हिरोनी चाहिँ यता ऊ त्यो बाइक गाडीमा आउने बाटो चाहिँ त्यही हिउँ खसेछ हेर त हेर्नु न हिउँ खोजेको जाम न बाबा ओइ त्यसैले चिप्लेर गइन्छ बाइक कि। यता आउँछ कि खतरा है मुमा तर हिउँ जस्तो त देखेको छैन हिउँ होइन आइस बफ भन्छ नि साह्रो टुसारो कस्तो बाङ्गो देखिरहेछ तकालको मान मुख कहाँ था ये मुख भन्छ नि म कमी म कया नि चितलाङ न पुइ त मुख चितलाङ नि यो त उयो त्यही भित्र त्यही गएर भित्र हो सियाको हर राम्रो छ नि चितलाङ कस्तो राम्रो भिडियो आउँदै होटल चाहिँ फाटो कसले गर्छ मलाई भेट पाएको पनि नलम हमको लाम्दा ए म घुमासु त मेक्का भानी अब त्यही थाहा यहाँ ऊ हल्लामा न मुमन गइसक्यो सीधा बस खान्छ मुखको चाहिँ फिल्म टी कोले हेलिकप्टर त म तारमा गएतिर हाइ भन अब चाहिँ त्यही थाहा अस्ति पे मात्र गर्नु फाइनली आइपुग्यो ल फटाफट निस्किने यो खोल्ने बित्तिकै निस्किने ल निस्किन्छ आ गया आ गया आ गया आ गया जा जा थप हाते म तू मंदिर लमता बिचिए थप
थाहा नि ल थाहा हिँड त तँ मन्दिर फोटो फर्किने भापा खिचामे हिँड ल माथि मन्दिर माथि ल यहाँ माथि बाइकहरू देखाउनु न म राइडरहरू मामा त्यत्रो भुसियो त्यही खोपो भुल मात्र होइन एलिसा कुद्न के हिँडै सकेन जस्तो छ त सबभन्दा बुढा हामी नै अगाडि भइसक्यौँ खर्सु मात्रै त्यही नबी हजुर खर्सु बोल्दो नजिक खिचाउन जान्छ ये छोटे ब्लॉगर आए हैं यहाँ फिर नेपालीमै लेखा छ कच्चे होटल हो कि धैमाला होटल चन्द्रगिरी हिल्स होटल के भन्ने खर्सुन नुन मेरो हात काँडे न चिप्ले खालको चिप्ले यहाँ लाग्छ नि खस्रे जिप लाइन त्यहाँ माथि छ
जिप लाइन तिमीलाई डर लाग्छ यो डरपोक छ काली डराउने मान्छे त जानै सक्दैन नि खाँची चाबी घन्टी भयो अरे नगर चकचक नगर्ने कान्छ नछुनु क्या त्यस्तो चिज ल यहाँसम्म थियो मम्मी भयो ओइ तलतिर हेर्न तलतिर हामी जति जना भन्नु तल जाऊँ न बाबा तल किन गोलाम त डोला थियो पहिला म हो खोइ त यहाँबाट आम खाली जिप लाइन 360 स्काई साइक्लिङ अच्छा भिडियो हो नि काली कहाँ आएको आज बाइक ल्याउनु भएन बाइक कहाँ सकिन्छ त्यो फुपा मोमो तै डर लाग्छ हो तिमीलाई त नगर त्यो घोडा आऊ हेर यी
4 चिल्ड्रेन कहाँ त्यो सबै 4 only 4 खिच्दा Hello. हाम्रो एकजना पनि गरौँ त आइटम 5 जना नि जबरजस्तीको मजाको पिकमा लामो गर्दैछ न ल यो तले दिपा 90 चाहिँ राम्रो लाग्थ्यो यहाँ कान्छ तिम्रो यो आफै ल बुझ कान्छ यो झोलामा हाल्दा नि पावर ब्याङ्क बिल भुला चाहिँ के मुखा त बेकअप भएको आता है नि त मेकअप यो अंकल मेरो टिकटकमा भाइरल देखाएको छ हो त ए भाइरल अंकल हो नि कुन यो पुजारी माथि कहाँ त है म पण्डित अंकल हो पण्डित बिनी घुमा चाहिँ त खनको Yeah, I know. Sorry.
फोटो खिच्न नि अलाउ छ नि हेर्नु न उता आऊ न घुम्नु त माथि चढ ल रुखमा लड्छ कान्छ नचढ है चिप्लिन्छ खै मम्मी पनि बोलाऊ नि त बजाउनु लड्छ है खुसी झर झर छोरी यहाँ त देउताहरू हुन्छ नि लडिन्छ नि झर्नु लड्छ बिस्तारी बाबा कान्छ बि हिँड न हिँड त म मेरोसँग खोइ खुसी रहु अङ्कल भ्यानमा हुनुहुन्छ नि बाबा हिँड ल रिसा हिँड न खोइ दुईजना बिजी बि उताबाट घुमे निस्किने उताबाट हिँड न
फोटो चाहिँ खिचा मानौँ ल चन्द्रगिरी ल त्यो अनि जानु मात्र गलेकै हो त खा त्यो खा न अहिले खा खा अहिले नै खा तल खाजा खानु खा ल कता भयो तल बसेर खाउँ न ग्राउन्ड छ कि तल त छैन यहीँ बसेर खान ग्राउन्ड छैन छैन उता बस्छु अहिले ल ऊ त्यहाँबाट प्याराग्लाइडिङ गर्छ कि ऊ त्यो ग्रिन देखाएको छ माथि माथि ऊ त्यहाँबाट प्याराग्लाइडिङ गर्छ क्या बाँकी नै थियो नखाने हुनुहुन्छ त बिहान बेला अघि चाहिँ खाइदिनु थियो अहिले खाइदिनु ल नि आमा गाडी त जिप्लिन्छ होला त यस्तो एक्सपेक्टेसन त्यो चाहिँ रित्तै आयो कि लाने सामान चाहिँ के पो होटलको सामान फोर माइलो चाहिँ नहुँदाखेरि खाली खाली शीर्षक हेर न हेर कता कति धेरै कति बाटो छ र थुप्रै छ है थुप्रो छ नि यही देखिन्छ तब कतिवटा 3 6 7 8 9 10 11 त यही देखिन्छ म गाउँ 11 जातिमा मेरो मनकामना भन्दा लामो ल्याउनु झन्डै लामो रहेछ किमाली खाएन न दसिने त लगाएको आयो है आयो एउटा गयो म चाहिँ घाटा घाटा कि हेर्न खान्छ हजुर के भन्नुभएको डर लाग्यो कि हो त्यो घिर्लिङमा लाग्यो गन्त बस्ने त आउँदैन गन्त एकवटा एउटा गयो दुईटा गयो 3 4 अनि 7 8 9 साथी र अब मादिनी गइसकेको छ कति तीनटा छ सही लाग्यो ओह्रालो कति तीनटा हामीसँग 4 भयो हेर्नु न सबै सिट खान्छ खाना गइरहेछौँ खाजा खाना 35 अर्को कति हो तिनवटा गयो है उता हेर्नु न तल त्यो मान्छेहरु हेर्नु न मान्छेहरु तल पाँचवटा भयो मम्मी यहाँ त 35 वटा मात्रै रहेछ भनेपछि त हाइकिङ गरेर आएको छ हेर्नु न मान्छेहरु तल ओह्रालो छिटो खादिङ पुरा हाइकिङ गर्ने बाटो छ नि है मजा नगयो मान्छे भिड हिँड्दैछ हात हलाउँदैछु मान्छे हात हलाउँदै हामीले यसो बाइ बाइ आमा बाइ बाइ गर्छन् फर्कियो होइन त अब 35 वटा मात्रै रहेछ नि त यस्तो त दुईजना ठुली हिरोइनहरू मेरो यहाँ गाला तात्रो मर्नु लाग्छ लाग्यो साथीहरु अब लागियो ओह्रालो होइन त फर्किँदैछ नि मेरो मुख रातो देख्छ चन्द्रगिरी घुमफिर गरेर एलिसा दिदी मेरो मुख रातो देख्छ है छैन यहाँबाट चाहिँ घामै घाम देख्छु 13 नम्बर काम त ढुम्म भयो है मायाङ्ग लान्थ्यो यहाँ त 35 वटा मात्रै रहेछ हाइकिङको लागि राम्रो छ नि बाटो हाइकिङ यता आएको छ है कति हिँड्दै हिँड्दै ढुम्म रमाइलो हुन्छ नि म पनि एक दिन आउनु पर्यो घुम्नु एक दिन कस्तो राम्रो हिँड्नु तल घुम्दै फिर्दै झ्यालकोलमै कति छु नखोल्नु खोल्नु हुँदैन भने साथै तँलाई डर लाग्यो भने भाइ सरी